हेलो गाइज, आज चाहिँ म भेगामा छु होइन। आज चाहिँ ड्युटीबाट सिधै म भेगा गएँ। छेमाहरूले मलाई कल गरेर भेगा आइज ल ड्युटी सकेर भन्नुभयो नि त। अन्त गएँ, यहाँ मेरो साथीहरू पनि गइरहेको रहेछ ड्युटीबाट। अन्त साथीहरूलाई पनि भेटेँ। त्यहाँबाट चाहिँ फर्स्टमा चाहिँ मैले भाइहरूलाई भेटेँ होइन। भाइहरूलाई भेटिसकेँ, माथि जाँदैछौँ। छेमाहरू माथि हुनुहुँदो रहेछ। अन्त छेमा काका नानीहरू सबै हुनुहुँदो रहेछ। अन्त गएँ होइन हामी। अन्त छेमाहरूलाई पनि भेटेँ। अन्त यहाँ नानी हेर्नुहोस् न कति क्युट छ बहिनी त, मेरो छेमाको छोरी हो ऊ चाहिँ होइन। सबैलाई भेटेँ। अन्त अझै एउटा छेमा हुनुहुन्छ, उसलाई चाहिँ भेटेको छुइनँ। यस्तो हेरेको त बहिनी त गाडी खेल्नु स्टार्ट पनि गरिसकेको रहेछ। मजाले गाडी खेल्दैछ, उसलाई मजा आइरहेको छ। उत्रिनु पनि मानेको थिएन ऊ त। मम यहाँ फेरि अर्को सानो बहिनी पनि गाडीमा बस्छु भनेर उसलाई पनि खेलाइदिउँ होइन। उत्रिनु नमानेको ऊ पनि। अन्त हल्का सपिङ गर्नु आएको। यहाँ चाहिँ छेमालाई यो जामा मन पर्यो अरे समरमा, कस्तो शीतल। मलाई चाहिँ यो ग्रिन टप मन परेको थियो होइन। अन्त हामीले यो दुइटा लिएँ यहाँबाट। छेमाले चाहिँ यो पिङ्क टप लिनुभयो। अन्त मैले चाहिँ यो ग्रिन टप लिएँ। मैले चाहिँ होइन, छेमाले किनिदिनु भयो मलाई। अन्त पुरा समरको जामाहरू, शीतल शीतल लुगाहरू पुरा आएको रहेछ। अनि अब चाहिँ हामी खानु गएँ। यहाँ त बहिनीले आइसक्रिमबाट स्टार्ट गर्यो। आइसक्रिम पनि चम्ची चाहिँ दिएर आमालाई दिएर चिया जस्तो पिउँदैछ आइसक्रिम पनि होइन। आइसक्रिम फेरि नानीहरू त फेरि पुरा आइसक्रिम खानु भन्छ। अन्त यहाँ हाम्रो आयो अर्डर गरेको केएफसी, यही खानु गएको थियौँ। मलाई चाहिँ छेमाले फोन गरेर लु केएफसी खानु जाँदैछौँ हामी, आऊ ल भनेर भन्नुभयो नि त फोन गरेर। ड्युटी सक्ने बित्तिकै गयो। यहाँ हाम्रो अर्डरहरू आइसकेको छ। बहिनी सुत्यो खाने बेलामा होइन। अब चाहिँ हामीले चाहिँ नक्कल पार्दै खाँदैछौँ। छेमा हुनुहुन्छ उहाँ चाहिँ मेरो। अन्त म मिठो लागेको थियो मलाई होइन, तातो तातो भएर होला मिठो लागेको थियो। भक्कु खाएँ। यो महिना त मेरो पुरा फास्ट फुड भइसक्यो। यहाँ चाहिँ केएफसीको चिकनहरू खाइसकेर हामीले डोमिनोसको पिज्जाहरू पनि खाएँ। म चाहिँ कस्तो थाकिरहेको थिएँ, पसिना भइसकेको थिएँ होइन। खाएँ। अन्त खाइसकेको यहाँ हेर्नुहोस्, अब चाहिँ हामीले खाइसकेको थियौँ। अन्त चाहिँ खाइसकेर हामी चाहिँ यहाँ अब फर्किनुको लागि रेडी हुँदैछौँ। पसिना भइसकेको थिएँ म होइन। अन्त यहाँ हामी फर्किँदैछौँ, पर्खिरहनु भएको थियो। अन्त हामी चाहिँ कुद्दै जाँदै थियौँ होइन। कराउनु हुँदै थियो हामीलाई, छिटो भनेर। अन्त हामी चाहिँ जाँदै थियौँ। अन्त अब चाहिँ हामी लिफ्टबाट तल